ल साथीहरू, आज चाहिँ नि हामीले तपाईँको टेस्ट फ्रिक्वेन्सी अथवा यसलाई चाहिँ नि टेस्ट सेड्युल पनि भन्ने गर्छौँ है। टेस्ट सेड्युलको बारेमा कति घनमिटर अथवा कति क्वान्टिटीमा कति टेस्ट गर्ने भन्ने बारेमा यो चाहिँ नि हाम्रो डिओआर स्पेकमा चाहिँ नि तपाईँको डिओआर स्पेक अनुसारले म भन्न गइरहेको छु। डिओआर स्पेकमा छ, यसको क्लज अहिले भनिदिन्छु मैले हजुरहरूलाई। तपाईँको चाहिँ नि यो डिओआरको क्लज 510 मा छ हैन, अथवा तपाईँले पेज नम्बर 512 अथवा 612 कुनमा छ पेज, 612 अथवा 512 यो दुईटामा एउटा चाहिँ छ, यो ठ्याक्क मलाई याद भएन। तपाईँको क्लज चाहिँ नि यो 510 मा तपाईँले हेर्न सक्नुहुन्छ। यो डिओआर क्लोज भनेको तपाईँले स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज जुन चाहिँ नि 2078 मा न्यू एमेन्डमेन्ट आइसकेको छ, त्यसमा चाहिँ नि हेर्नु होला। अब यसमा चाहिँ नि फर्स्टमा हाम्रो सब ग्रेडमा हामीले के टेस्ट गर्छौँ भन्दाखेरि एमडिबी, सिपिआर, स्पेसिफिक ग्रेभिटी, वाटर एब्जर्प्सन, यो चाहिँ नि 1500 घनमिटरमा एउटा टेस्ट गर्ने हैन। प्लास्टिसिटी इन्डेक्स र लिक्विड लिमिट एउटा टेस्ट कतिमा गर्ने, 400 क्युबिक मिटर को काम भयो अथवा 400 क्युबिक मिटर सब ग्रेड को मेटेरियल भयो भनेपछि तपाईले यो टेस्ट गर्ने। अब तपाईको मेन कुरा के हुन्छ भन्दाखेरि तपाईको यो सिबिआर, स्पेसिफिक वाटर एब्जर्प्सन, प्लास्टिक लिमिट र लिक्विड लिमिट यिनीहरू भनेको तपाईको सुइटेबिलिटी टेस्ट हुन्छ है। यो 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 तपाईको सुइटेबिलिटी टेस्टहरु वाटर एब्जर्प्सन, प्लास्टिक लिमिट, लिक्विड लिमिट हैन, मोइस्चर कन्टेन्ट त यो परेन तपाईको। यो यिनीहरू एमडिडी पनि एमडिडी चाहिँ नि यो फिल्ड डेन्सिटी गर्नको लागि लिन्छ, तर यो सिबिआर, स्पेसिफिक वाटर एब्जर्प्सन, प्लास्टिक लिमिट, लिक्विड लिमिट यिनीहरू भनेको सुइटेबिलिटी टेस्ट हो। सुइटेबिलिटी टेस्ट भनेको के हो भनेपछि यो मेटेरियल हाम्रो वर्किङ साइटमा हैन काम गर्नुभन्दा अगाडि क्वेरीबाटै लिएर टेस्ट गर्ने। यदि ठिक छ भनेपछि त्यसलाई त्यसपछि एलाउ गर्नुपर्छ हामीले कामको लागि। यदि यो सिबिआर चाहिँ तपाईको 5% भन्दा कम आयो, स्पेसिफिक ग्रेभिटी वाटर एब्जर्प्सन बढी आयो हैन, त्यो यो हुँदाखेरि तपाईले रिजेक्ट गर्नुपर्छ, क्वेरीमै रिजेक्ट गर्नुपर्छ हैन। साइटमा तपाईको रोडमा चाहिँ नि डम्पिङ गर्नुभन्दा अगाडि नै यो टेस्टहरु गरेर यो टेस्ट गर्नुपर्छ। त्यही भएर यसलाई सुइटेबिलिटी टेस्ट भनिन्छ। सुइटेबिलिटी टेस्ट भनेको मेटेरियल इज सुइटेबल ओर नट सुइटेबल फर दी वर्क हैन, त्यो स्पेसिफिक वर्कको लागि त्यो मेटेरियल सुइटेबल छ कि छैन भनेको चाहिँ सुइटेबिलिटी टेस्ट हो। हैन, अब हामी कहाँ थियौं? अब यो 1500 क्युबिक मिटर पर इच टेस्ट हैन, वान टेस्ट पर 1500 क्युबिक मिटरमा हामीले यो टेस्ट गर्ने। प्लास्टिक लिमिट अथवा लिक्विड लिमिट एउटा टेस्ट चाहिँ पर 400 क्युबिक मिटर गर्ने। अब फिल्ड डेन्सिटी र मोइस्चर कन्टेन्ट चाहिँ नि एक सेट भनेको तीनवटा है, तीनवटा भनेको तपाईको लेफ्ट, राइट र सेन्टर हैन, तीनवटा चाहिँ नि पर 1000 स्क्वायर मिटर हुन्छ। अब यो 1000 स्क्वायर मिटर भनेर यहाँनिर कन्फ्युजन के हुन्छ भने 1000 स्क्वायर मिटर भनेको कति हुन्छ त भनेर हैन। जस्तै 7 म्याक्सिमम लगभग जर्नली 7 मिटर विड्थको रोड हुन्छ हैन। 7 मिटर विड्थको रोड हुँदाखेरि तपाईको ल जुन यो 1000 स्क्वायर मिटर छ, यो 1000 स्क्वायर मिटर भनेको जर्नली हाम्रो रोड चाहिँ 7 मिटरको हुन्छ हैन, हाइवे भयो। त्यसपछि अब भित्रको हाम्रो गाउँतिरको सडकहरु 5.5 अथवा 6 मिटरको जर्नली काम गरेर आउँछ। सपोज 7 मिटर भयो भनेपछि अब लेन्थ कति भयो? लेन्थ चाहिँ 1000 स्क्वायर मिटर हो नि त। तपाईँ 1000 स्क्वायर मिटरको कतिवटा हो? 3टा। 1000/7 गर्दाखेरि 142 मिटरमा 142 मिटर लम्बाइ जाँदाखेरि हाम्रो 3वटा टेस्ट हुने भयो हैन त। अब वान टेस्ट चाहिँ कतिमा हुने भयो त? यो 142/3 गर्दाखेरि 47.33 भन्दा लगभग 47 मिटरमा चाहिँ नि एउटा टेस्ट हामीले फिल्ड डेन्सिटीको गर्ने भयो हैन। तर यो चाहिँ तपाईलाई एक्जाममा सोध्दैन। यो हामीले काम गर्दाखेरि वर्किङ नलेज मात्रै हो।
हाम्रो इक्जाममा सोध्ने भनेको यो हो। हाम्रो स्ट्यान्डर्ड भनेको यही नै हो। यो म्याक्सिमम् यही सोध्छ। यो चाहिँ वर्किङ नलेज हो। यो काम गर्ने टेक्निसियनहरू हुनुहुन्छ अथवा सब इन्जिनियरहरू हजुरहरू साइटमा जानुहुन्छ उहाँहरूले चाहिँ नि यो कुरा चाहिँ थाहा पाइराख्नुपर्छ होइन। अब सब बेसको कुरा आयो। अब सब ग्रेडको भइसक्यो। अब सब बेसमा चाहिँ नि हामीले के टेस्ट गर्छौँ त होइन। अब यसमा चाहिँ नि हामीले सुइटेबिलिटी टेस्टमा तपाईँको यो पर्ने भयो कि योहरू चाहिँ सुइटेबिलिटी टेस्ट भयो नि त। ग्रेडेसन टेस्ट एमडिडी सिबिआर प्लास्टिक लिमिट लिक्विड स्पेसिफिक ग्रेभिटी वाटर एबिलिटी एआइबी। योहरू भनेको सुइटेबिलिटी टेस्ट ग्रेडेसन ओके भयो। एमडिडी चाहिँ नि एमडिडी पनि लिइराख्नु दिनुपर्छ होइन। त्यसै सिबिआर ओके भयो। प्लास्टिक लिमिट लिक्विड लिमिट योहरू ओके भइसकेपछि मात्र हामीले चाहिँ नि हाम्रो रोड कन्स्ट्रक्सन जुन अनगोइङ रोड छ त्यसमा चाहिँ नि डम्पिङको लागि एलाउ गर्नुपर्छ। अदरवाइज हामीले एलाउ गर्नु हुँदैन है। एलाउ गर्नु हुँदैन। यो के भन्छ अब फिल्ड डेन्सिटी र मोइस्चर कन्टेन्ट यो माथि जस्तै सब ग्रेडकै हो। 700 स्क्वायर मिटरमा एउटा टेस्ट गयो नि होइन। अब बेसमा चाहिँ नि फरक हुन्छ है। बेसमा अब क्वालिटी कन्ट्रोल अझ बढी चाहिन्छ। त्यही भएर हामीले ग्रेडेसन पर 200 क्युबिक मिटरमा एउटा टेस्ट गर्नुपर्छ होइन। यो काम भएर जति काम चल्दै जान्छ त्यति टेस्ट चाहिँ गरिराख्नुपर्छ होइन। त्यो ठुलो ठुलो प्रोजेक्टहरूमा विशेष गरी ठुलो प्रोजेक्टहरूमा यो फ्रिक्वेन्सी अफ टेस्ट लागु हुन्छ। अब सानो प्रोजेक्टहरूमा त्यति साह्रो लागु हुँदैन। तर पनि एउटा टेस्ट चाहिँ गर्नै पर्छ होइन सानो प्रोजेक्टहरूमा पनि। अब यो प्लास्टिक लिमिट लिक्विड लिमिट सिबिआर वाटर एब्जर्प्सन यो यसमा चाहिँ एयरले पनि गर्नु पर्यो होइन। हामीले फ्ल्याक्टिनेस र इलोङ्गेसन इन्डेक्स भयो। क्रसिङ रेसियो यो फ्ल्याक्टिनेस र इलोङ्गेसन इन्डेक्स बारेमा एउटा अब एउटा छुट्टै क्लास लिउँला होइन। यो क्रसिङ रेसियो अहिले खासै चाहिँ नि हामीले ख्याल गरेर हुँदैन। तर यो पनि एकदम इम्पोर्टेन्ट टेस्ट हो जर्नल हाम्रो उसको लागि क्वालिटी कन्ट्रोलको लागि है। क्रसिङ रेसियो फ्ल्याक्टिनेस इलोङ्गेसन इन्डेक्स अब 1 टेस्ट पर 1000 क्युबिक मिटर होइन त। यो यो लिस्टेड टेस्टहरू जुन छ अब यो चाहिँ नि पर 1000 क्युबिक मिटरमा एउटा टेस्ट गर्नुपर्छ। अब सी नम्बरमा आयो फिल्ड डेन्सिटी र मोइस्चर कन्टेन्ट। फिल्ड डेन्सिटी तपाईँलाई थाहा छ। अब यो रिभाइजको लागि सब बेसमा कति हुनुपर्छ 95% होइन। अफ एमडिडी यो चाहिँ अफ एमडिडी भनेर भन्न नछुटाउनु होला है। 95% मात्र भन्दाखेरि यो त्यति टेक्निकल्ली साउन्ड हुँदैन। किनभने 95% के को 95% त होइन। सिबिआरको 95% कि पिआईको 95% कि होइन कुनको 95%। त्यतिकै 95% मात्र भन्यो भने लेख्दाखेरि पनि टेक्निकली साउन्ड हुँदैन। अब बेसको कति हो 98%। यसमा चाहिँ नि तपाईँहरूले झुक्किनु भएन है। यो 98% अफ एमडिडी यो के हो फिल्ड डेन्सिटी। फिल्ड डेन्सिटी यति एचिभ गर्नै पर्छ है नि त। यति एचिभ गरेकै हुनुपर्छ। अब यसमा थुप्रो कुरा लेखियो होला तपाईँहरूले। अब जुन फर्स्टमा हाम्रो फर्स्टमा भिडियो थियो त्योबाट चाहिँ तपाईँहरूले नोट बनाउनु होला। अब त्यसपछि अगाडि बढौँ। अब अगाडि चाहिँ नि हामीले अब डिबिएसटीको खासै काम त हुँदैन तर पनि इक्जाममा सोध्न सक्छ। डिबिएसटी अस्पाल्टको यो तपाईँ कङ्क्रिटको पनि टेस्ट सेड्युल र फ्रिक्वेन्सी चाहिँ नि हामीले थाहा पाइराख्नुपर्छ है त। ओके अब हामी जाम डिबिएसटी अथवा प्रिमिक्स। डिबिएसटी भनेको अब डबल बिटुमिनस सर्फेस ड्रेसिङ अथवा डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट पनि भन्ने गरिन्छ होइन। यसमा चाहिँ नि हाम्रो एउटा 20 नोमिनल साइज 20 mm र नोमिनल साइज 10 mm को एग्रिगेट हामीले युज गरेर जुन रोड कन्स्ट्रक्सन गर्छौँ त्यो डिबिएसटी हो। म्याक्सिमम् पुरानो बाटोहरूमा तपाईँले डिबिएसटी देख्न सक्नुहुन्छ है। अहिले त अब एकदम लेस भइसक्यो डिबिएसटीको कामहरू। पहिलाको पुरानो बाटोहरूमा तपाईँले ओटा सिल र डिबिएसटी म्याक्सिमम् युज भएको थियो होइन। अहिलेसम्म पनि राम्रो नै एकदम राम्रो वर्क गरिरहेछ डिबिएसटीले। अब यसमा चाहिँ नि अब यो कुरा धेरै नगरिकन अब यसमा त सिभेन लाइसिस भनेकै ग्रेडेसन हो। डिबिएसटी अथवा प्रिमिक्समा सिभेन लाइसिस 250
क्युबिक मिटरमा एउटा टेस्ट गर्ने हैन। एलए अथवा एआइबी, एलए र एआइबी चाहिँ एउटा टेस्ट चाहिँ केमा गर्ने, यसलाई अथवा भन्दा पनि एलए र यो एन्ड हो है, यो स्ल्यास भनेको एन्ड, यो पनि टेस्ट गर्नुपर्छ, यो पनि टेस्ट गर्नुपर्छ है। यो डिबिएसटीमा त एलए अझ बढी टेस्ट यो प्रायर हुन्छ हैन। अनि एआइबी यो टर्चले टेस्ट गर्ने, यसले चाहिँ एब्रेसन टेस्ट गर्ने। अनि 1 टेस्ट पर 200 क्युबिक मिटरमा हामीले एलए गर्नुपर्छ। अब डिबिएसटी काम गर्दाखेरि एकदम इम्पोर्टेन्ट टेस्ट भनेको एउटा यो एलए, अब सिभन लेसेन्स पनि भयो, लगभग इम्पोर्टेन्ट सबै नै भयो। तर म्याक्सिमम हामीले ख्याल गर्नुपर्ने भने फ्ल्याकिनेस र इलोङ्गेसन, यो टेस्ट नगरिकन डिबिएसटी काम नगराउनु होला भन्ने म तपाईँहरूलाई सजेसन दिन चाहन्छु। अब यो फ्ल्याकिनेस र इलोङ्गेसन यदि तपाईँहरूले मिट गर्नु भएन भने त्यसले के हुन्छ भनेपछि अब एग्रिगेटहरू जतिखेर भेक्कल लोड पर्छ त्यतिखेर ब्रेक हुने अथवा ब्रेक हुने चान्सेस बढी हुन्छ क्या। यो फ्ल्याकिनेस र इलोङ्गेसन इन्डेक्स हामीले टेस्ट गरेर चाहिँ नि एप्रुभल गराएनौँ भने हैन, लोड पर्ने बित्तिकै टुट्ने, अब चेप्टो खाले र लाम्चो खाले भन्ने हो हैन, इलोङ्गेसन र फ्ल्याकिनेस भन्ने। यसको टेस्टको चाहिँ नि छुट्टै एउटा भिडियो बनाउने छु हैन। अब स्ट्रिपिङ भ्यालु टेस्ट भन्ने छ, यो स्ट्रिपिङ भ्यालु टेस्ट चाहिँ एउटा चाहिँ गर्नुपर्छ है, स्ट्रिपिङ भ्यालु टेस्ट। यो स्ट्रिपिङ भ्यालु टेस्टको पनि अलग्गै भिडियो बनाउँला। यो स्ट्रिपिङ भ्यालु टेस्ट भनेको पनि तपाईँको भिटामिन एग्रिगेटमा कतिको टाँसिन्छ भन्ने कुरा स्ट्रिपिङ भ्यालु टेस्ट हो। यो स्ट्रिपिङ भ्यालु टेस्ट गर्दाखेरि यदि आएन भने हामी स्ट्रिपिङ एजेन्ट युज गरेर पनि काम गराउन सकिन्छ, स्ट्रिपिङ एजेन्टहरू हुन्छन् हैन। अब नेक्स्ट हामी जाम अस्फाल्ट कङ्क्रिट। म्याक्सिमम अहिले काम भइरहेको अब ओभरअल कन्ट्रीमा चाहिँ तपाईँको अर्बन रोडहरू, सहरको रोडहरूमा हामीले एकदम युज गर्ने भनेको अस्फाल्ट कङ्क्रिट हो। अब अस्फाल्ट कङ्क्रिटमा तपाईँको क्वालिटी अफ बाइन्डर टेस्ट गर्ने, एउटा टेस्ट पर 50,000 लिटरमा एउटा टेस्ट गर्ने हैन। अब काम स्टार्ट गर्नुभन्दा अगाडि टेस्ट त अनिवार्य गर्नुपर्छ तपाईँले, सुटेबिलिटी टेस्ट। अब त्यो अप्पर फ्रिक्वेन्सी अनुसारले टेस्ट गर्ने। अब एआइबी एलए इलोङ्गेसन इन्डेक्स हार्डनेस टेस्ट, अब 1 टेस्ट पर 500 क्युबिक मिटर अथवा चेन्ज अफ सोर्स। जति पनि सुटेबिलिटी टेस्टहरू छन् तपाईँको सोर्स चेन्ज हुने बित्तिकै टेस्ट गर्नुपर्छ है। अब मिक्स ग्रेडिङ, ग्रेडिङको मिक्स ग्रेडिङ भनेको तपाईँको तपाईँको डस्ट एग्रिगेटको जुन ग्रेडेसन छ त्यो चाहिँ नि हाम्रो मिक्स ग्रेडिङ टेस्ट गर्ने। 2 टेस्ट पर डे प्लान्टमा ड्राई चाहिँ नि तपाईँको मिक्स चलिरहेको हुन्छ प्लान्टमा हैन, त्यो बेल्टबाट चलिरहेको हुन्छ, त्यहाँबाट हामीले स्याम्पल लिएर टेस्ट गरिराख्नुपर्छ इच डे हैन। यसमा एउटा अस्पतालमा एउटा बल टेस्ट भन्ने पनि हुन्छ त्यो। त्यसपछि अर्को अथवा 2 टेस्ट पर डे और 3 टेस्ट पर 400 टन मिक्स। 400 टन हुँदाखेरि 400 टन पर 400 टन 3 वटा टेस्ट अथवा 2 टेस्ट पर डे गर्ने। अब यो कोर कटिङ जुन छ, कोर कटिङ चाहिँ नि अहिले म्याक्सिममले प्रिमिक्समा पनि गर्न थालेका छन्, बट प्रिमिक्समा कोर कटिङ गर्नु त्यति उचित चाहिँ हुँदैन है, किनभने हाम्रो स्पेकले नै तपाईँको प्रिमिक्स चाहिँ नि पेमेन्ट केमा गर्छ, मिटर स्क्वायरमा गर्छ है, मिटर स्क्वायरमा गर्छ। मिटर स्क्वायरमा गर्दाखेरि तपाईँको अब एग्रिगेटको साइज कति छ, 13.2 छ भनेपछि यो दुईटा एग्रिगेट पर्ने बित्तिकै 20 mm भइहाल्छ अनि यो प्रिमिक्सको कुरा भयो हैन। अब मिटर स्क्वायरमा पेमेन्ट हामीले स्क्वायर मिटरमा गर्ने अनि कोर कटर गर्नु चाहिँ नि यो चाहिँ नि प्रिमिक्सको कुरा गर्दैछ। यो प्रिमिक्सको कुरा अब यहाँनिर अहिले कुरा आएको भएर यो भनिदिएको। यो चाहिँ नि अब काम जसले गरिरहनु भएको छ उहाँहरूको लागि हो यो थपाइराख्ने कुरा। हाम्रो अब पिएससी जसले यो ल्याब टेक्निसियनको तयारी गरिरहनु भएको छ उहाँले यो कुरा पछि थाहा पाए हुन्छ, अहिले चाहिँ नि यो जर्नल थापाइराख्नु हो तपाईँले हैन। अब कोर कटिङ चाहिँ 1 टेस्ट फर 700 स्क्वायर मिटरमा एउटा टेस्ट गर्ने भन्ने छ है, एउटा टेस्ट मात्र है, 700 स्क्वायर मिटरमा एउटा टेस्ट हो, 1 सेट होइन। 1 सेट भनेपछि 1 सेट भने 3 नम्बर हुन्छ हैन। 1 टेस्ट 1 नम्बर भनेपछि एउटा मात्र टेस्ट गर्ने 700 स्क्वायर मिटर भनेपछि तपाईँको 7 अब 100 मिटरमा 7 मिटरको रोड छ भने 100 मिटरमा एउटा टेस्ट हुने भयो है त। त्यसरी चाहिँ नि अब तपाईँको लेफ्ट राइट सेन्टर गर्दै चाहिँ नि टेस्ट गर्नुपर्छ कोर कटरको पनि। चाहिँ नि अस्पतालको कुरा हो। अब अस्पताल
कङ्क्रिटको यो तपाईँ कोर कटर मात्र टेस्ट भन्ने हुन्न यसमा। अब अझ अस्पाल्टमा तपाईँको अरू टेस्टहरू पनि, जस्तै अब काम भइसकेपछि तपाईँको तपाईँले बिटुमिन कन्टेन्ट टेस्ट पनि गर्नुपर्छ। जुन बिटुमिन कन्टेन्ट टेस्ट पहिला पनि हुन्छ त, अब काम यो अस्पाल्टको कोड निकालिसकेपछि पनि जुन हामीले हालेको बिटुमिन छ त्यति नै बिटुमिन पऱ्यो कि परेन होइन, जति स्पेसिफाइड बिटुमिन भन्ने बिटुमिन कन्टेन्ट टेस्ट पनि गर्ने गरिन्छ। बिटुमिन कन्टेन्ट टेस्ट सकेसम्म चाहिँ काम हुनुभन्दा अगाडि जुन मिक्स आउँछ त्यो मिक्स बिटुमिनस मिक्स प्लान्टमै रन भइरहेको बेला टेस्ट गर्ने होइन। यो पछि चाहिँ नि यो उसको लागि कति भयो त के भयो भन्नको लागि पछि पनि टेस्ट गर्दा पनि हुन्छ है बिटुमिन कन्टेन्ट टेस्ट। यो सकेसम्म चाहिँ तपाईँको प्लान्टमा जतिखेर मेटेरियल लोड हुनुभन्दा अगाडि बिटुमिन कन्टेन्ट पनि टेस्ट गरेर स्पेसिफाइड अनुसारले बिटुमिन पऱ्यो कि परेन भनेर एप्रुभ गर्नुपर्छ है त। अब नेक्स्टमा हामीले कङ्क्रिटतिर जान्छौँ। ओके, अब हामी कङ्क्रिटमा अब टेस्ट फ्रिक्वेन्सी, कङ्क्रिटको टेस्ट फ्रिक्वेन्सीको बारेमा, त्यहाँ कङ्क्रिटमा के टेस्ट गर्ने यो टेस्टहरूको लिस्ट चाहिँ तपाईँहरूलाई लिस्ट द 5 टेस्ट अन कङ्क्रिट लिस्ट, 5 टेस्ट अन फाइन एग्रिगेट लिस्ट, टेस्ट अन कोर्स एग्रिगेट भन्ने आउँछ नि इक्जाममा, त्यतिखेर पनि यो काम लाग्छ होइन। तपाईँहरूले यो चाहिँ नि नोट बनाइराख्दा हुन्छ। अथवा अनि अर्को कुरा, यो हजुरहरूलाई यो टेस्ट फ्रिक्वेन्सीको लिस्टहरू कतिखेर काम लाग्छ भनेपछि कोही अफिसमा काम गर्नुहुन्छ र तपाईँहरूले ल्याबलाई चाहिँ कुनै प्राइभेट ल्याब अथवा कुनै अब सरकारी ल्याबलाई नै चिठी लेख्नु पर्यो कुन टेस्टको लागि लेटर चाहिँ नि तपाईँले हाल्नु पर्यो भने त्यतिखेर पनि यो काम लाग्छ होइन। यो टेस्टहरू कुन टेस्ट गराउने त, अब कङ्क्रिटको गराउँदा कुन टेस्ट गराउने, फाइन एग्रिगेट कुन टेस्ट गराउने भन्दाखेरि पनि काम लाग्छ होइन। अब यसमा चाहिँ अब सिमेन्टमा जाउँ, कङ्क्रिट सबभन्दा इम्पोर्टेन्ट। सिमेन्टमा चाहिँ हामीले फाइनेन्स टेस्ट गराउनु पर्यो, कन्सिस्टेन्सी टेस्ट, इनिसियल एन्ड फाइनल सेटिङ टाइम टेस्ट गर्ने, साउन्डनेस टेस्ट गराउने, त्यसपछि स्पेसिफिक ग्रेभिटी कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट गर्ने होइन। यो टेस्ट चाहिँ कतिखेर 1 टेस्ट फर इच 200 टन सिमेन्ट अथवा लेस एउटा टेस्ट गराउने नै भयो। अथवा अनि इच 200 टनमा चाहिँ नि एउटा टेस्ट गराइराख्नु पर्यो होइन। अब कङ्क्रिटमा अर्को हो फाइन एग्रिगेट। फाइन एग्रिगेट भनेको स्यान्ड है, फाइन एग्रिगेट भनेको स्यान्ड चाहिँ कोर्स एग्रिगेट भनेको तपाईँको गिट्टी है नि त, गिट्टी। अब फाइन एग्रिगेट भने स्यान्ड भनेको बालुवा। अब त्यसमा चाहिँ हामीले ग्रेडिङ टेस्ट गर्नु पर्यो, अर्ग्यानिक इम्प्युरिटिज अनि क्ले कन्टेन्ट टेस्ट गराउनुपर्छ है त। यो क्ले कन्टेन्ट पनि तपाईँको अब यसको भ्यालु चाहिँ नि अहिले अब थाहा पाएको भन्दिउँ लेस देन 5% हुनुपर्छ है क्ले कन्टेन्ट। ओके, अब हामी फाइन एग्रिगेटमा थियौँ होइन। फाइन एग्रिगेटमा हामीले चाहिँ नि यो 1 सेट फर इच 10 to 50 मिटर क्युबमा चाहिँ नि एउटा सेट टेस्ट गर्ने। एउटा सेट भनेको यो सबैको एउटा टेस्ट गर्ने। अनि 1 एडिसनल इच 50 क्युबिक मिटरमा एडिसनल चाहिँ नि हामीले एक सेट अझ पर 50 क्युबिक मिटर फाइन एग्रिगेटमा एउटा टेस्ट थप्दै जाने है नि त। यो चाहिँ नि भयो। अब तपाईँ कोर्स एग्रिगेट भनेको अब गिट्टी हो। गिट्टीमा चाहिँ हामीले के टेस्ट गर्छौँ, फ्ल्याकिनेस इन्डेक्स टेस्ट गर्छौँ, एग्रिगेट क्रसिङ भ्यालु टेस्ट भयो, लस एन्ड लस टेस्ट भयो, वाटर एब्जर्प्सन, ग्रेडेसन, अर्ग्यानिक इम्प्युरिटिज, क्ले कन्टेन्ट टेस्ट। यो टेस्ट चाहिँ नि हामीले 1 सेट फर इच 25 to 125 मिटर क्युब। यो भ्यालुहरू चाहिँ नि तपाईँको एमसिक्यूमा सोध्न सक्छ है। यो भ्यालु भयो तपाईँको, यो भ्यालुहरू चाहिँ नि सम्भावित सोध्न सक्ने कुरा हुन्। यो सेड्युल अफ टेस्टमा म्याक्सिमम चाहिँ नि तपाईँले फिल्ड डेन्सिटीको बारेमा सोध्छ, 26 रुपियाँको जुन 1000 स्क्वायर मिटरमा चाहिँ नि एक सेट गर्ने भन्ने छ। र अर्को अस्पाल्टको चाहिँ नि 700 स्क्वायर मिटरमा 1 टेस्ट गर्ने भन्ने छ। अहिलेसम्म जर्नल सोधिरहेको क्वेसन त्यही हो होइन।
अब अर्को चाहिँ नि अब तपाईँको एन्ड 1 सेट फर इच 25 to 125 मिटर क्युब एन्ड 1 एडिसनल फर इच 125 मिटर क्युब चाहिँ नि एग्रिगेटको इच एडिसनल 125 मिटर क्युब एग्रिगेट हुने बित्तिकै एउटा टेस्ट अझ थप्ने है। फेरि 125 मिटर क्युब काम भयो भनेपछि यो अझ अर्को टेस्ट गरिहाल्नुपर्छ होइन। यो सेटअप टेस्ट गर्नुपर्छ, किनभने यो क्वालिटी चाहिँ नि हामीले क्वालिटी आइरहेछ कि छैन, क्वेरीबाट अथवा क्रसरहरूबाट सोर्सबाट क्वालिटी मिट भइरहेछ कि छैन भनेर हामीले फ्रिक्वेन्टली टेस्ट गरिरहनु पर्ने हुन्छ। अब तपाईँको अर्को इम्पोर्टेन्ट टेस्ट भनेको कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट म्याक्सिमम युज हुन्छ र यो म्याक्सिमम सोधिरहेको हुन्छ होइन। अब मोटार टेस्ट भनेको जुन चाहिँ नि हामीले मेसनरी वाल अथवा ऱ्यान्डम रुबल मेसनरी हरूमा चाहिँ नि मोटारको जुन युज गर्छौँ ढुङ्गाको चिडाइ ब्रिक वालहरूमा, त्यो चाहिँ नि 1 सेट फर इच 10 मिटर क्युब 10 मिटर क्युबमा एक सेट टेस्ट गर्ने। एक सेट भनेको तपाईँ कति हो 7 डेज एन्ड कङ्क्रिटको केसमा 6 क्युब हुन्छन् होइन, 6 क्युब हुन्छन्। 6 क्युबमा 7 डेजमा फेरि एउटा र 20 डेजमा 3वटा टेस्ट गर्नुपर्छ है, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट। अब यसमा चाहिँ नि कङ्क्रिटमा चाहिँ नि अब कङ्क्रिट भनेको तपाईँको कङ्क्रिट भनेको अब एग्रिगेट सेन्ड एग्रिगेट एन्ड सिमेन्टको मिक्सचर हो। अब त्यो कङ्क्रिट चाहिँ नि हामीले 1 देखि 5 यो मिटर क्युब 1 देखि 5 मिटर क्युब हुने बित्तिकै एक सेट टेस्ट गर्ने। एक सेट भनेको कुन हो, यो एक सेट भनेको यो है, एक सेट भनेको 6 क्युब 1 सेट भनेको 6 क्युब। अनि 5 देखि 15 मा 2 सेट, 2 सेटमा कतिवटा पऱ्यो 12वटा क्युब पऱ्यो है त। अब 15 देखि 30 मिटर क्युबमा 3 सेट, 30 देखि 50 मिटर क्युब हुने बित्तिकै 4 सेट। अब मोर देन 50 मिटर क्युबमा प्लस मोर देन 50 मिटर क्युबमा कति भयो 4 सेट त 50 मिटर क्युबसम्म भयो। 50 मिटर क्युबमा भयो भनेपछि इच 50 मिटर क्युबमा 1 सेट थप्दै 1 सेट एडिसनल टेस्ट गर्दै जाने हो। यो चाहिँ कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट अफ द के हो कङ्क्रिटको भयो है। अब तपाईँको ग्याबिन ओक छ र हाम्रो रिबारहरूको टेस्ट छ होइन। अब ब्रिक ओकमा पनि हाम्रो ल यही नै हो 1 सेट फर 10 मिटर क्युब नै हुन्छ होइन मोटारको। अरू चाहिँ सिमेन्ट टेस्टहरू गर्नुपर्छ ब्रिक ओकमा पनि।